मासु र भात खाँदै बारीको पाटोमा बसेर यसरी मासु र भात खानुको मजै बेग्लै हुन्छ साथीहरू। आलु चाहिँ खाएछ कि कोपी खाएछ ल त्यतिलाई पोखियो कोही भात खान कोही फोटो खिचेको यहाँ हेर्नु ला तपाईँले पनि चिची पक्रिनु भएको हो बिहा खाइयो त बिहा खाइयो खाइयो आमा खाइयो बिहा हजुर लाउरे लाउरे निहरूको बिहा खाइयो टन्नै हाम्रो भाइले पनि चिसो खानु हुँदैछ यहाँ पाक्दैछ मासु साथीहरू। हेलो हेलो गुड मर्निङ नमस्ते स्वागत छ तपाईँहरूले रेणुकारा युट्युब च्यानलमा। म आज पनि नयाँ भिडियो लिएर पछि भइसकेको छु साथीहरू अनि म सन्चै छु। आशा छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। अनि अहिले चाहिँ बिहानको 7 बजिसकेको छ साथीहरू। अनि अहिले चाहिँ हामी जङ्गलमा आइसकेको छौँ दुईनीसँग र देख्न सक्नुहुन्छ। अनि सिस्नो टिप्न आएको साथीहरू सिस्नो टिप्न आएको त्यहाँनिर अलिअलि रहेछ। म चाहिँ यतैबाट टिप्छु कि यतै टिप्नु नै त्यो एउटालाई को टिप्नु जान्छ त्यो। अनि त्यही साथीहरू सिस्नो टिप्नु बहिनी चाहिँ सोतार काट्न भनेर आएको। मौसम चाहिँ धुम्म छ क्या तपाईँहरू देख्न सक्नुहुन्छ। चराचुरुङ्गीको चिरबिर होइन बिहानै उठेर उनीहरूको आफ्नो काममा लाग्न लाग्यो होला। चराहरू पनि कराउँदैछन् चिरबिर चिरबिर। खै त यतातिर टिप्नु भनेको त यता के पनि छैन भिर मात्रै छ त। यता यता छको छैन कति किराले पलाएको छैन पनि। ऊ तलतिर चाहिँ अलिअलि हरियो देख्दैछ भिरमा नि। अनि पानी पऱ्यो भने फेरि पलाएको मर्छ। अस्ति कसको सुँगुर मर्यो अरे तर केले मरेको मरेको सिस्नुले मरेको केले मरेको कता अदाई खोला ल चिन्ता नगर न कति गइन्छ गइन्छ। अब ऊ तल अलिअलि सिस्नु देख्दैछ। लागे त अझै खोला जाम भन्नु टाढो छ नि त अधेरी खोला त हजुर यस्तै छ। अनि हामी यहाँको सोथर पनि अस्ति त भुलेत्रको घारी थियो मैले आधी काटेँ आधी घाँस काटेर लगेँ। अनि तिमी सोथर यतातिर सिला पार्दै त्यो सम्ममा भिलाउँदै गर्नु ल। म यो पाखा छान मारेर आउँछु तर छ कि छैन। अनि त्यतै मास्टर निस्किन्छ त्यहाँ माथि सानो सानो याङ्सो घर छ हिँड्छु तर भोक लाग्छ। अब अल्छी लाग्छ बस्दा बस्दा भोक लाग्न थाल्छ। अनि के गर्नु हो जिन्दगी। अनि तिमीलाई चाहिँ त्यसो नमान त्यो रोकेपछि ठुलो हुन्छ। अनि तिमीलाई कस्तो लागिरहेछ त्यो दिदीको गाउँमा? एकदम रमाइलो लागिरहेछ काम गर्नु पाउँदाखेरि एकदम खुसी खुसी चाहिँ लागेको छैन मलाई थाहा छ होइन हेर्केर नास हुँदै थियो तिमीहरू सजना नास ओइ म नास हुँदैछु हिजो भन्दै थियो हो त नि। यहाँ भने कति काम हुन्छ त्यही जाँदा फेरि काम देखिँदैन के कामै देखिँदैन नपत्याइ उसलाई नै सोध्नु न। हामी केही काम पनि गरेको देखिँदैन फेरि हामी एकछिन बसेको पनि हुँदैन। गर्छौँ चाहिँ के त्यही अचम्म लाग्छ हामी गर्दैछौँ चाहिँ के गर्दैछौँ र त। त्यही हो जाँदैन अहिले चाहिँ बिहान उठ्ने बित्तिकै नै आएको सुँगुरलाई चारो सारो हालेर। अनि आजको हाम्रो दिनहरू चाहिँ कस्तो बित्छ तपाईँहरूले त्यस्तो थाहा पाउनलाई चाहिँ आज हाम्रो दिन कसरी बित्छ त्यो थाहा पाउनलाई भन्नु खोजेको। थाहा पाउनको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला है साथ दिनु होला होइन साथीहरू। आज हाम्रो एकदम आजको दिन स्पेसल हुनेवालामा छ। अहिले सुरुवातीमा यस्तो भए पनि लास्टमा हिरोको रोल आउँछ फेरि खतरा हुनेवाला छ नि। हो नि है म त पत्याउँदिनँ मलाई भोक लाग्दैछ साथीहरू। म चाहिँ चारो खोजेर आइसकेँ। चारो देख्न सक्नुहुन्छ अनि त्यो चारो पाएन हो साथीहरू। यति चारोले के गर्ने होला 3टा छ सुँगुर यति चारोले के गर्ने होला हामीलाई। बहिनीले चाहिँ त्यो सोतर काट्दैछिन् त्यहाँनिर चाहिँ उसको भारी रहेछ।
अहिलेसम्म पनि भारी पुऱ्याएको छैन यस्तो अल्छी नै त छ कि क्या हो यस बेलासम्म भारी पुग्दैन मैले कति डुलेर आइसकेँ यस्तो काँडा काँडा छ क्या साथीहरू फेरि यो भरि जङ्गलैभरि के गर्नु र घाम चाहिँ माथि छ हाम्रो घर चाहिँ उता डाँडामा छ म चाहिँ यहाँ चाहिँ निस्केर बसेको चारै पाएन के गर्नु तलतिर गएको चारै पाएन मरिन्छ होला साथीहरू मरिन्छ होला मलाई चाहिँ भोक पनि लाग्न थालिसक्यो म त भोक लाग्यो भने त फेरि यहीँ बस्नु दिनभरि चल्नै मन लाग्दैन अनि घरमा बोकेर लाने अवस्था पो आउँछ त साथीहरू आजभोलि कस्तो हो भने फेरि मौसम पनि उखालको छ नि त के भन्छ गर्मी गर्मी अनि मौसम पनि कस्तो लल्यागलुलु हुने खालको छ अनि त्यही माथि भोक लागेको बेला त घरै पुग्न सक्दिनँ त म त साथीहरू के गरी जाने होला घर भन्ने लागिरहेछ भारी पुगिसक्यो बुइनीको चाहिँ तर मेरो चाहिँ पुगेको छैन म चाहिँ यता अलिअलि सिस्नु छ त्यता टिप्छु भनेको खोइ के गर्नु टिप्नु कि नटिप्नु कि सिस्नु एउटै छैन चल्दैको साथीहरू सिस्नु चाहिँ यति छ मेरो आमा काँडै काँडा हो के गर्नु हेर्नु त यति त छ मेरो सिस्नु अनि साथीहरू हामी चाहिँ हिँडेको बाटो लागेको दिउँसो भइसक्यो नि त हेर्नु कति बज्यो भने 1:30 हुन लागिसकेको छ यतिखेर बिहे खानु हिँडेको घरमा गाउँघरमा चाहिँ कस्तो हुन्छ भने सहर बजारमा पो आज फलानाको बिहेमा जानु छ भनेपछि पुरै बिहानदेखि मेकअपमा लागि परेर ड्रेसदेखि म्याचिङ सबै हुन्छ होइन हाम्रो त फलानाको बिहे छ भनेपछि गाई बस्तु सुँगुर बाख्रा सब थनको लाउनु पर्ने हुन्छ त्यस्तो हुन्छ साथीहरू अनि सबै वस्तुहरू थनको मनको गरेर घाँस सास सबै रेडी बनाएर हिँडेको क्या साथीहरू अहिले चाहिँ अन्त पछाडि अरूहरू चाहिँ अनि मलाई जिस्काउँदैछ मैले चाहिँ यतिकै भनिरहेको छु नि त मासु र भात खान जानुपर्ने भनेर यस्तो यस्तो भनिरहेको छु अब म कहिले मासु खाएर भात खान नपाएको भनेर बुझ्नेले चाहिँ भन्नुहुँदैछ भन्ने कुरा अनि हेर न मासु र भात खानु भने चाहिँ अघि नै अघि गयो अघिदेखि मासु र भात भन्दै थियो भनेर बुझ्ने भन्दैछ उनीहरू पछाडि छन् म चाहिँ अगाडि अगाडि आएको छिटो नजाउँ भनेर म चाहिँ अलिक छिटो अनि फेरि छिटै फर्किने भनेर अनि मान्छे पछ्याउनु अगाडि हिँडेर अरे क्या साथीहरू त्यही हो अगाडि बाटो लगाएपछि त पछि मान्छे आइहाल्छ नि होइन सो त्यही हो अनि मेरो मेकअप चाहिँ यही हो एउटा टिका लगाएको छ लिपस्टिक पनि लाएन मैले आज साथीहरू होइन गरेँ यहाँ यसरी पुस्न पर्छ नि पसिनै पसिना हुन्छ अनि के लिपस्टिक लगाइराख्नु भनेर मैले लिपस्टिक पनि लाएन मेरो टिका चाहिँ लगाएँ सिन्दुर पनि लाएन म खासै सिन्दुर चाहिँ प्रायः लाउँदिनँ पसिना हुन्छ क्या गर्मीमा फेरि बिर्सिहाल्छ झन् लाउन बिर्सेछ अनि हिँडेको मौसम चाहिँ यस्तो धुम्म धुम्म छ साथीहरू हाम्रो टोलीहरू साह्रै ढिलो गरे क्या टोलीहरू साह्रै ढिलो गरे हो भिडियो नै बन्दैछ केलाई फोटो भिडियो बन्दैछ केलाई फोटो म भन्दा त मोटी रहेछस् म भन्दा त मोटी रहेछस् क्या जाँदैछौँ हामी टोलीहरूसँग रेडी त्यस्तै हुन्छ त्यो भात खाने कार्यक्रम भइरहेछ साथीहरू तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ दुई भान्सा हुन्छ के साथीहरू हैन छेत्रीको बिहे हो छेत्री भाइहरूको अनि हामी चाहिँ राई हो अनि छेत्रीहरूको चाहिँ उतापट्टि छ खसी नचल्नेलाई यता मासु हाल्दिमै अलिक धेरै धेरै खुसी खुसी
मासु पाकिसक्यो यहाँ माथि। फुपू आएर नि भात खाइसक्नु हुँदैछ हौ। चिनेको मान्छेहरू हेर्दैछु है। अनि साथीहरू हामीलाई चाहिँ भर्खर आएको यहाँ थालै छैन अरे। अभागी मान्छे यस्तै हो, के गर्नु होइन। अनि अब एकछिनहरू थालहरू खाली हुन्छ नि, हामी एकछिन भर्खरै आएको हो नि त हो। अनि त्यही हावा खान्छौँ एकछिन। म त यो गाउँमा त खासै हाम्रो गाउँमा हो नजिकै, तर म यता खासै आएको छैन क्या साथीहरू। त्यही भएर यसो हेर्दैछौँ। यहाँ फेरि फाल्टै ग्याङ छ हाम्रो। फाल्टै ग्याङ छ। Saya lah bukan nani. आइया Dem bedang saya nanu. आफ्नो सारा itu Ah, nama phi yang ku tala. Lau. लुङ्गे यहाँ जाङ्गा मुयाङको छ आफै Dem छिटो. Amma lu नसकिने रहेछ के? अन्तिममा खाँदा त खाइसक्छन् नि। खानुपर्छ ल मागेर अब भात। आउनु तपाईँ र म दोकान जाने। जानिस् दोकान। तपाईँ दोकान देखाउने। आउनु त। अनि यता होला मासु र भात खाँदै बारीको पाटोमा बसेर यसरी मासु र भात खानुको मजै बेग्लै हुन्छ साथीहरू। तपाईँले हेर्नुहोस् हाम्रो छोरोले नि खाँदैछ। आमै आलु चाहिँ खाएछ कि कोपी खाएछ ल। एउटा सुन खाइँदैछ भात यसरी मासु र भात। काकी तपाईँले सुक्नु भएन रहेछ नि। मैला लाउँदा लगाएको टुङ्गे त्यतिलाई पोखियो छैन रहेछ। लाएको मैला। अघि मासु कि मासु भन्नुहुँदै थियो। कोही भात खान कोही फोटो खिचेको गर्ने। यहाँ हेर्नु ला तपाईँले पनि चिची पक्रिनु भएको हो। तपाईँलाई मासु ल्याइदिनु ल्याइदिनु भने म ल्याइदिन्छु। म ल्याइ पो दिइहाल्छु त। आउनु छ र यहाँ? तपाईँलाई के चाहिन्छ भन्नु न, शर्मै माग्नु। गोजी थाप्ने कि कसो हो? गाउँघरको बिहे देख्न सक्नुहुन्छ। यस्तै छ साथीहरू है। नखानु हुने पछि तपाईँहरूले नास्ता बनाउनु भयो। गाउँघरको बिहे यस्तो रमाइलो हुन्छ नि साथीहरू। अघि मासु कि मासु भन्दै थियो नि साथी भन्नुहुँदै थियो नि। खाएर आउनुभयो है। यति मासु छ्या यति मासु छोड्नु भयो। अघि घरमा चाहिँ मासु अनि मासु छोड्नु भयो। अहिले नास्ता भयो। अबदेखि मासु नखानु है तपाईँ। बिहा खाइयो त बिहा खाइयो आमा खाइयो बिहा। हजुर लाउरे नियरको बिहे खाइयो टन्नै।
हाम्रो भाइले पनि चिसो खानुहुँदैछ यता छ भान्साघर चाहिँ साथीहरू होइन उहाँ चाहिँ खसीको मासुवाला हो यता चाहिँ रङको मासु अझै होला नि अलि मान्छेले त बिहेमा त पर्खिनुपर्छ है अरू बेला नभए पनि बिहेमा त बिहान बेलुकाको पर्खिनुपर्छ के हो मान्छेले यहाँ पाक्दैछ मासु साथीहरू यता छ ठुलो कराईमा मासु छ म कस्तो देख्दैछु राम्रो न राम्रो देख्दैछ मात्र रङ तो दो रियाङ तो का नि छाना त ल नि छाना रियाङ त ल कस्तो देख्दैछु भनेर नि छाई माइलो धेरै छ मान्छे लाउनु बाँकी नै होला नि म त यहाँ कुमार रमाइलो लाग्यो पानी छुटेको थियो साथीहरू मासु र भात खाएर हिँड्दैछ रात पनि परिसक्यो कति बज्यो तिमी 4 बज्यो नि 5 पो बज्यो जाँदैछौँ साथीहरू झोला झ्याम्टा बोकेर त्यो कुकुरीहरू साथीहरू अघि यताबाट मासु काट्नको लागि भाइहरू ल्याउनु भएको अनि जाँदैछौँ हाम्रो भाइ नक्कल गर्दै हिँड्दैछ नाची नाची पनि गर्दिन नाची नाची गर्दै हिँड्नु ले है उता बाटो उता कता तल कुदी कुदी पनि गर्दिन सर आमामा भिर चरा करायो चरा लोए छिटो जाउँ टोक्छ नि तिनीहरूले त टोक्छ नि मकै खाइ ओइ हाउ कोल्लो चाहिँ कुदी त्यो बस्छ नि ऊ बाबालाई भेट्नु है बाबा गइसक्नु भयो है अब हात पर्यो रमाइलो गरी दिए पनि खाइयो पानी पनि पर्ला जस्तो आजको बेहुला बेहुलीले पानी पार्यो भने चाहिँ जस आशीर्वाद धेरै धेरै पाउँछन् छिटो आउनु छिटो कुद्दै रात पर्यो साथीहरू होइन अनि हामी चाहिँ घर आएर पनि लुगासुगा फेरेर बसिरहेकोमा चाहिँ अनि मैले यसलाई कुखुरा हेर्दै बसेँ भनेको ढोका खोलेछ नि चारो पोखाइदियो कता मात्रै रिस उठेन आधी चारो त पुरै नालीमा बगाइदिएछ उमा त बाहिर कुखुराले अझै कुखुरा
खेती निकाल्नु हुँदैन कुखुराहरू पो भित्रै थुनिदिएको रहेछ र कुखुराहरूले पो पुरा झन् साह्रो छरेर कतिहरू त्यही हो अनि विदेशी पनि खाएर आइयो जोस् रमाइलो भयो दिनै पछि फेरि रमाइलो भएको एक दिनको रमाइलो के गर्नु जाँदैन होइन फेरि भोलिदेखि दारो खानुपर्छ जङ्गल जानुपर्छ म बिहानै आज एक्साइटेड थिएँ साथीहरू अनि मेरो आजको भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भिडियो हेरिसकेपछि चाहिँ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला भन्दै म आजको भिडियोबाट बिदा हुन चाहन्छु नमस्ते बाई 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 गर बाई बाई तँलाई मेरो रिस्क मात्रै उठ्दैछ साथीहरू मलाई हेर्न चाहनुहुन्छ भने एकदम दिदीको भिडियो हेर्नु होला चारो पकाइदियो कुखुरासँग मिलेर अनि त